कसैले भन्दैमा कोही देशद्रोही हुँदैन, कसैले नभन्दैमा कोही राष्ट्रवादी पनि हुने होइन। सच्चा राष्ट्रप्रेमी भनेको त त्यो हो जसलाई अरूको एक चिम्टी जमिन पनि चाहिँदैन होइन, आफ्नो 1 इन्च भूमि पनि छोड्न मन हुँदैन। प्रधानमन्त्री बालेनको सीमा सम्बन्धी अभिव्यक्तिले अहिले नेपाल र भारत दुवैमा बहस सुरु भएको छ कि यो धेरैलाई तितो लाग्न सक्छ होइन, धेरैलाई असहज लाग्न सक्छ, तर कहिलेकाहीँ सत्य नै सबभन्दा ठुलो कुटनीति हुनसक्छ कि। पहिलोपटक कसैले सीमा विवादलाई एकतर्फी आरोप होइन कि दुवै पक्षको अनरिजल्भ इस्यु हो भन्ने रूपमा प्रस्तुत गरेको छ कि। यो कमजोरी स्वीकार गर्नु होइन कि, यो वार्ताको ढोका खोल्नु हो। कस्तो नबुझेको के? नेपालले वर्षौँदेखि माग गरेर मात्रै भारतलाई टेबल टकमा ल्याउन सकेको थियो त? थिएन नि। अब परिस्थिति फेरिएको छ कि, अब भारत पनि वार्तामा आउन बाध्य हुने अवस्था बनेको छ। कुटनीतिमा कहिलेकाहीँ ठुलो युद्ध गोलीले होइन कि, एउटा वाक्यले जितिन्छ के। आऊ हेरौँ दुवै पक्षको तथ्य हेरौँ भन्ने कुरा यो साधारण वाक्य होइन। यो भनेको न्यारेटिभ सिफ्ट, यो नेगोसिएसन पावर हो के। सबै कुरो मिठो बोल्ने, राम्रो देखिने, वर्षौँसँग केही उपलब्धि हासिल नगर्ने यो कुटनीतिक कपट भन्दा त बरु स्पष्ट, इमान्दार र साहसी नेतृत्व नै बढी मूल्यमान हुन्छ। गाली त नबोल्दा नै आउँछ, बोल्दा नै आउँछ। उनीहरूलाई सत्ता चाहिए, पुरानो मान्छेलाई सत्ता चाहिए, जुन 3 हात 10 हात माथि उफ्रिने 30-35 वर्ष पाउनेवाला छैनन्।